म तिमीलाई सधैँ माया गर्छु, तिमीसँगै रहन्छु। तिम्रो आशा विश्वास केवल एक मोटी सास हुने माथि रहन्छ, तर त्यो आशा विश्वासमा कहिले मर्न दिँदैन। हामी सँगै रहला या नरहला, तर पनि सम्झनाका यादहरू सदाभरका लागि रहेर रहनेछन्। जिन्दगी छोटो छ, जिन्दगीमा छोटो समयमा पनि यो गरौँला त्यो गरौँला विभिन्न कुराहरू सोच र विचार नआउने थोरै मात्रमा होला। सबैको सोच विचार र चिन्ताहरू सबैलाई आउँछ, तर जीवनका अनेकौँ सोच विचारहरूमा आफूलाई कमजोर बनाउने काम गर्नु हुँदैन। किनकि हामी आज छौँ भोलि नहुन सक्छौँ, आज खुसी छौँ भोलि खुसी हुन सक्छौँ, आज रोदनमा छौँ दुःखमा छौँ भोलि दुःख र रोदनमा नहुन पनि सक्छौँ। किनकि त्यो सबै ईश्वरको खेल हो, ईश्वरको सबै दया र कृपा राख्नु भने सबै कुरा तिमी अनि म सन्चै त हुन्छ।